आज चाहिँ म तपाईँहरूलाई यो मेरो पिएनजी अर्ग्यानिक केसरी फार्मको अगाडिदेखि पछाडिसम्म यो पहिलो लोकेसनको चाहिँ म भिजिट गरेर देखाउन गइरहेको छु। हजुरहरू हेर्नु होला यसरी यो एरियाबाट घुम्दै पछाडि हामी जान्छौँ है त। फलहरू यो चाहिँ अब आज बेलुका फल्ने हो, यहाँ हेर्नुहोस् है, फुल्ने हो, फल्ने पो भनेछु। त्यस्तो छ भने अब यसरी पाक्नेहरू पनि छ। यहाँबाट चाहिँ यो बारमा लगाएको हो, यो पछिल्लो साइडमा चाहिँ यहाँ अब पाक्न लागेको पनि छ फलहरू। हजुरहरूले देख्न सक्नुहुन्छ भने अब यहाँबाट चाहिँ सस्तै पाकिराखेको छ, फलहरू चाहिँ यसरी पनि लागिराखेको छ। अब हामी पछाडिपट्टि जाँदैछौँ। यसको चाहिँ पछाडिपट्टि गइसकेपछि चाहिँ ल यतातिर अब हेर्दाखेरि यहाँनिर कुनै त यसरी पाक्न आँटेको पनि देखियो। एकदमै व्यवस्थित तरिकाले चाहिँ हामीले यहाँ खेती गर्ने कोसिस गरेका छौँ। यो बिचको भागमा चाहिँ मेन्टेन गर्नको लागि दुईवटा पिलरको बिचमा चाहिँ यसरी मेवा लगाइएको छ भने भुइँ एकदमै सफा, हजुरले देख्न सक्नुहुन्छ भुइँ एकदमै सफा बनाएर राखेको छ। हेर्नुहोस् त, यो झारपात नियन्त्रण चाहिँ एकदमै महत्त्वपूर्ण हो ड्रागन फल खेतीमा। तसर्थ मुनिपट्टि चाहिँ यसरी गरेछ। फल अब निकै फलेको छ, निकै पाक्न आँटेको अवस्था पनि छ। हेर्नुहोस् त है, यो चाहिँ अब 2 दिन जतिमा चाहिँ पाक्छ है, 2 दिन जतिमा पाक्छ। ल हेर्नुहोस् निकै मजाले यसरी यो चाहिँ भरपुर मेहनत गरेर हामीले चाहिँ उत्कृष्ट गर्ने कोसिस गरेका छौँ र भइ पनि रहेको छ। यस्तो राम्रो तरिकाले फलेको छ। यो थिनिङ गर्न भ्याइएन र पनि यस्तै राम्रो तरिकाले लागेको छ नि। अब तपाईँहरूलाई म माथिल्लो साइडमा यसरी घुमाउँदैछु है। यसरी गर्मीको कारणले अलिकति धेरै दानाहरू चाहिँ त्यति ठुलो हुन सकेन। अब यहाँ मेवा पनि यसरी फल्दैछ भने यो एरियामा हेर्नुहोस् त, थिनिङ नगरेको फलहरू पनि एकदमै यसरी आइरहेको छ। ल थिनिङ गरिएको छैन र पनि गजब तरिकाले चाहिँ फलिरहेको छ भने यो मुनि साइडमा यो मेवाहरूलाई अब मेल हुन्छ कि फिमेल हुन्छ यो चाहिँ मैले फर्स्ट टाइम गरेको। तर यसरी दानाहरूलाई चाहिँ यसरी लाग्दैछ। ल अरे यसमा त फ्लावरिङ पनि भएछ मेवाको। यसरी फुल पनि फुलिरहेको छ। ल फुलै फुल्न थालिसकेको छ यो त। अब टक्कसँगले यस्तो भइरहेको छ भने यहाँ त पाकिसक्यो क्या हो। लगभग अरे चराले खायो के भयो? ओहो हो ए चराले त यसलाई त साफ बनाएछ नि। यसको चाहिँ अब यो चाहिँ म तल्लो साइडबाट यसरी यो साइडबाट चाहिँ तर यो चाहिँ अलिकति गहिरो ठाउँमा पानी भएको ठाउँमा चाहिँ यो ड्रागन फल खेती चाहिँ एकदमै जोखिम हुने रहेछ। यसपालि चाहिँ यहाँ देख्न सकिन्छ गर्मीले गर्दाखेरि त्यति राम्रो साइज आउन सकेन। अघिल्लो लटमा जसरी आएको थियो यो लटमा त्यसरी आउन सकेन। दानाहरू राम्रै छ भने यो पानीले चाहिँ पानी जम्ने ठाउँमा चाहिँ एकदमै यो नराम्रो तरिकाले हुने रहेछ। अब ल यस्तो छ हाम्रो यो चाहिँ लगभग पहिलो लोकेसनको चाहिँ ड्रागन फलको बगैँचा हो। यस्तै राम्रै उत्पादन दिइरहेको छ। मेवा पनि अब लगभग फुल्न थालिसकेको छ बिचमा। यस्तो छ। बारमा हो
बारमा पनि एकदमै राम्रो तरिकाले चाहिँ